पिसाबमा प्रोटिन जाने कुरा गरौँ नि हामीले, यो बुझाइदिनुहोस्। धेरैलाई जानकारी छैन। ग्लोमेरुलोनेफ्राइटिस भन्ने एउटा रोग छ, त्यो चाहिँ किडनीको आफ्नै सानो रगतको नसाहरू हुन्छ, त्यो चाहिँ सुन्निएर चाहिँ किडनीको छान्ने काम चाहिँ खराबी हुन्छ। सामान्यतः चाहिँ हाम्रो किडनीले छान्ने काम गर्दा प्रोटिनको मात्रा पिसाबमा एकदमै कम हो, 150 मिलिग्राम भन्दा कम मात्रै जाने गर्छ। तर अब यो किडनीको रगतको नसाहरूमा खराबी भयो, त्यसले गर्दा चाहिँ त्यो किडनीको छान्ने काम खराबी हुन्छ र त्यो प्रोटिनको मात्रा चाहिँ धेरै गइरहेको हुन्छ, सामान्यतः 1 ग्राम भन्दा बढी गइरहेको हुन्छ। र त्यो अवस्थालाई चाहिँ हामीले पिसाबमा प्रोटिन गएको भन्छौँ। र त्यसलाई पत्ता लगाउनलाई चाहिँ हामीले कहिलेकाहीँ किडनीबाट अलिकति मासु निकालेर किडनी बायोप्सी भन्छ, त्यो निकालेर जाँच गर्नुपर्ने हुन्छ। पिसाब चेक त फेरि जतासुकै हुन्छ, सजिलो चेक जाँच हो, त्यसमा यदि प्रोटिन देखिएको छ भने एकचोटि डक्टरसँग सल्लाह लिएको राम्रो हुन्छ। कतिको सिरियस हो यो केस चाहिँ? कति गइरहेछ भन्ने हामीले फेरि त्यसपछि चेक जाँच गर्छौँ। त्यो चाहिँ 24 घण्टाको एकचोटि पिसाब कलेक्सन गरेर त्यसमा कति प्रोटिन गइरहेछ भनेर हेर्छौँ। सामान्य मान्छेमा चाहिँ 150 मिलिग्राम भन्दा कम हुन्छ प्रोटिन। किडनीको रोग रहेछ भने चाहिँ 1 ग्राम भन्दा धेरै गइरहेको हुन्छ। यदि त्यस्तो छ भने चाहिँ हामीले बायोप्सी गरेर विभिन्न रोगहरू हुन्छन्, कति रोगहरू चाहिँ अब किडनीलाई लामो समय पनि त्यसले खराबी बनाउँदैन, जस्तै हाम्रो मिनिमल चेन्ज डिजिज भन्छ, त्यसले चाहिँ धेरै लामो समय पनि किडनीलाई अरू कामहरू खराबी बनाउँदैन। भनेपछि कुनै कुनै रोगहरू जस्तै भास्कुलाइटिसहरू, एन्का भास्कुलाइटिस भन्ने हुन्छ, त्यसले समयमै उपचार गरिएन भने एकदमै छिटो किडनीको काम खराबी बनाएर बिरामीलाई डायलिसिस अथवा किडनी फेर्ने अवस्थामा पुर्याइदिन्छ। त्यसैले चाहिँ हामी अब पिसाबमा प्रोटिन गइरहेको छ भने त्यसलाई सिरियसली नै लिनुपर्ने हुन्छ। यो पिसाबमा बढी मात्रामा प्रोटिन जाने कारण चाहिँ के देख्नुहुन्छ? त्यो चाहिँ किडनीको छान्ने काम चाहिँ खराबी भएको, किडनीको ग्लोमेरुलस भन्छ, छान्ने किडनीको सानो सानो अङ्गहरू हुन्छ, किडनीभित्रै रगतका नसाहरू हुन्छन् तिनीहरू, त्यसले चाहिँ अब सामान्यतः पिसाबमा फोहोर फाल्ने शरीरलाई चाहिएको कुरा चाहिँ फेरि सर्कुलेसन ब्लडमा फेरि पठाइदिने काम गर्छ। त्यो ग्लोमेरुलसको चाहिँ काम खराबी भयो भने चाहिँ पिसाबमा रगत जाने, प्रोटिन जाने, यी समस्याहरू देखिन्छन्।